जसले इतिहासमा हत्याको आरोप बोकेर गएको छ उसले राजा हुन पनि पाएन, गद्दीमा बस्न पनि पाएन। जाँचबुझ आयोगले हत्या र किटान गर्दा पनि उसले आफ्नै आमालाई गोली चलायो भनेर आम मानिसले पत्याइरहेका छैन। उसले आफ्नै भाइ र बहिनीको निमेषमै प्राण पखेर उडाइदियो, कसरी विश्वास गर्नु? उसले आफ्नै बाबुलाई निशानामा राखेर गोली दागिदियो, कसरी कल्पना गर्नु? हो, आजको कार्यक्रममा म यही रहस्यमय घटनाको चर्चा गर्दैछु जसले व्यवस्था नै परिवर्तनका लागि एउटा मार्ग प्रशस्त गर्यो, जसको सम्झना गर्दा पनि आम नेपालीको आङ जिरिङ्ग हुन्छ अनि ती तिलस्मी राज परिवारको तस्बिर आँखामा झलझली आउँछ। घटना जसको परिणाम देश रोयो, कयौं देशवासीले कपाल मुण्डन गरे, नुन बारे। साँच्चै धेरै दिनसम्म देश रोयो, आँसुको नदी बन्यो। आउनुहोस् कार्यक्रम सुरु गरौँ कहाली लाग्दो परिवार नै सखाप हुने गरी भएको राजदरबार हत्याकाण्डको। तपाईँ 25 वर्षको हुनुभयो, तपाईँले सुन्नु भएको मात्रै होला। 30 या 35 वर्षको हुनुहुन्छ भने तपाईँलाई हल्का याद होला। त्यसभन्दा माथि उमेरका जो हुनुहुन्छ तपाईँलाई अवश्य याद छ, त्यो हो राजदरबार हत्याकाण्ड। मिति हो 2058 साल जेठ 19 गते, स्थान हो नारायणटी राजदरबार। शुक्रबारको त्यो रात देश सुतिसकेको थियो, काठमाडौँ सुत्ने तर्खरमा थियो अनि दरबारको माहौल त के था, किनकि दरबार सर्वसाधारणको पहुँचभन्दा पर थियो, पृथक थियो। प्राप्त जानकारी अनुसार हरेक महिनाको तेस्रो शुक्रबार नारायणटी राजदरबारमा पारिवारिक मिलनका लागि भोज आयोजना हुने गर्थ्यो। ठीक 25 वर्ष अघि ज्येष्ठ 19 गते राति पनि भोज आयोजना भएको थियो। उद्देश्य थियो पारिवारिक मिलनको, तर त्यो दिन नेपाली इतिहासमा बिछोडको कालो पो थियो। पारिवारिक मिलन होइन, विग्रह बन्यो। कालो रातले उज्यालो देख्नै पाएन। अँध्यारोमा राज परिवारका 9 सदस्य गोलीको आवाजसँगै रगतको पोखरीमा डुबे र कहिल्यै नफर्कने गरी गए। विक्रम सम्वत 2058 साल जेठ 19 गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना हो। त्यही घटना नेपालमा 250 वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यको बाटो पनि बन्यो। राजा महेन्द्रका 3 भाइ छोरा वीरेन्द्र, अधिराज कुमारहरू ज्ञानेन्द्र र धीरेन्द्र, यी 3 भाइको बिहे जुद्ध शमशेर खलकका केन्द्र शमशेर जवराका 3 छोरीहरूसँग गरिदिएका थिए राजा महेन्द्रले। अर्थात् वीरेन्द्रसँग केन्द्रकी जेठी छोरी ऐश्वर्या, ज्ञानेन्द्रसँग माइली छोरी कोमल र धीरेन्द्रसँग कान्छी छोरी प्रेक्षाको बिहा भएको थियो। यी मध्ये दरबार हत्याकाण्डमा ऐश्वर्या मारिन् भने कोमल घाइते भइन्, प्रेक्षा बाँचिन्, तर पछि उनको रारामा हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। उनको मृत्युलाई पनि दरबार हत्याकाण्डभित्रको रहस्यको रूपमा बुझ्ने गरिएको छ। अब दरबार हत्याकाण्डको विस्तारमा जाउँ। राजा वीरेन्द्र, उनकी पत्नी रानी ऐश्वर्या, छोराहरू युवराज दिपेन्द्र र अधिराज कुमार मिराज, छोरी अधिराज कुमारी श्रुति, राजा वीरेन्द्रका भाइ अधिराज कुमार धीरेन्द्र, बहिनीहरू जयन्ती, शान्ति, शारदा र साधकका श्रीमान कुमार खड्ग एकैपटक यो हत्याकाण्डमा मारिए। तत्कालीन अधिराज कुमार राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह पोखरामा थिए। उनले यो खबर पाउने बित्तिकै काठमाडौँ आउन चाहेको भनिन्छ, तर सुरक्षाका कारण भन्दै उनलाई रोकियो र उनी भोलिपल्ट मात्रै काठमाडौँ आइपुगे। त्यो कालरात्रिमा राजपरिवारका 4 सदस्य घाइते भएका थिए। घाइते थिए वीरेन्द्रकी दिदी अधिराज कुमारी शोभा, वीरेन्द्रका ज्वाइँ कुमार गोरख, राजा वीरेन्द्रकी भाइ बुहारी ज्ञानेन्द्रकी पत्नी कोमल र वीरेन्द्रकी काकाकी छोरी केतकी ज्येष्ठ। जेठ 19 को शुक्रबार भएकाले नारायणटी दरबारमा राजपरिवारका सदस्य र उनका आफन्तहरूको नियमित जमघट हुन्थ्यो। हामीले भन्यौं र जमघट पनि थियो। साँझ 7:30 बजेतिर तत्कालीन युवराज दिपेन्द्र सहित परिवारका अन्य सदस्यहरू जमघटमा भेला भइसकेका थिए। जमघट चल्दै गर्दा युवराज दिपेन्द्रले अत्याधिक मदिरा र अन्य नशालु पदार्थ सेवन गरेका थिए, जसका कारण उनी धेरै मात्तिएका थिए भनिन्छ। उनी हिँड्न समेत नसक्ने भएपछि उनलाई राजकुमार पारस, राजाका एडीसी र अन्य सदस्यहरूले समातेर उनको बेडरुममा पुर्याएको दाबी घटनामा उपस्थितहरूको छ। यसैबीच आफ्नो कोठामा पुगेपछि दिपेन्द्रले मदिराकै मात्रा सैनिक पोसाक अर्थात् कम्ब्याट ड्रेस लगाएर उनले आफ्ना स्वचालित हतियार जस्तै M16 राइफल र सब मेसिन गन बोकेर पुनः जुमघट भइरहेको बिलियर्ड हलतर्फ लागे भनिन्छ। कोठामा आराम गर्न गएका युवराज अचानक हतियार सहित हलमा प्रवेश गर्दा सुरुमा कसैले पनि उनले गोली हाल्लान् भनेर नसोचेको उनीहरूको बयानमा उल्लेख छ। तर हलमा प्रवेश गर्न साथ दिपेन्द्रले कुनै चेतावनी दिन आफ्नै पिता राजा वीरेन्द्रमाथि पहिलो गोली प्रहार गरेका थिए। त्यसपछि कोठामा भागाभाग भयो र चित्कार मच्चियो। दिपेन्द्रले हलभित्र रहेका राजपरिवारका अन्य सदस्यमाथिलाई पनि ताकी गोली बर्साउन थाले। आफ्ना पति र छोरालाई बचाउन प्रयास गर्दा रानी ऐश्वर्यालाई दरबारको बगैँचामा गोली लाग्यो। गोली उनको टाउकामा लागेको थियो। राजकुमार निराजनले आफ्नी आमा र परिवारलाई जोगाउन खोज्दा उनीमाथि पनि गोली प्रहार भयो र यो नरसंग्राम मच्चाएपछि स्वयं दिपेन्द्रले आफूलाई गोली चलाएर घाइते बनाए भनिन्छ।
तर यो यथार्थ हो या कुनै कथानक चलचित्रको स्क्रिप्ट? यदि यो कसैले घोस्ट राइटर लगाएर लेखेको कालो कथा होस् या यथार्थ पत्याउन चाहिँ गाह्रो छ। तर यसलाई यही रूपमा दर्शाउने हो भने इतिहासले दिपेन्द्रलाई क्रूर राजाको रूपमा दर्ज गर्नेछ। राति 10-11 बजे आसपास काठमाडौँ नारायणी राजदरबारमा गोलीको जस्तो आवाज सुनिन थालेको भनेर त्यहाँका स्थानीयहरूले अनुभव सुनाउँछन्। हेलिकप्टर उड्न थाल्यो आकाशमा, एकाएक कोलाहल मच्चियो, दरबारमा गोली चलेको भनेर सनसनी भन्यो। पुष्टि गर्ने मजबुत आधार कसैसँग थिएन। दरबारमा गोली चढेर राजपरिवार सखा भयो भनेर मध्यराततिर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भन्न थाले, तर नेपाली सञ्चार माध्यमहरू भने बेखबर थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै घटना भएको 2 घण्टापछि मात्रै सूचना पाएको भनिन्छ, जबकि रक्षा मन्त्रालय र राजदरबार मामिला समेतको जिम्मेवारी उनकै टाउकामा थियो। तर उनलाई दरबार हत्याकाण्डको विषयमा जानकारी दिने या दरबारमा प्रवेश दिने कामै गरिएन। गिरिजाको प्रसङ्ग थप पछाडि पनि भन्छौँ, तर एकछिन कुरा गरौँ घटनाकै। 20 गते बिहानैदेखि देशका राष्ट्रिय सञ्चार माध्यमहरूमा शोक धुन। दरबारमा अकल्पनीय घटना भएपछि देश नै स्तब्ध बन्यो। 19 गते रातभर काठमाडौँमा एम्बुलेन्सका साइरन बजेका थिए। मृतक र घाइतेहरूलाई सैनिक अस्पताल छाउनी लगिएको थियो। 20 गते बिहानैदेखि नागरिक सडकमा आए, कपाल मुण्डन गर्ने लहर चल्यो। देशमै राज संस्था र राजा वीरेन्द्रपछि सहानुभूति राख्ने लाखौं मानिस शोकाकुल बने। राजा वीरेन्द्र सहित परिवारको शव यात्रामा कर्फ्यू लगाइए पनि सर्वसाधारण श्रद्धाञ्जली अर्पण गर्नका लागि दाह संस्कारमा सहभागी भए, जो हतारमा गरिएको थियो। कर्फ्यूका बीच पनि नागरिकले घरका छतमा बसेर होस् या शव यात्रामा सहभागी भएर राजा वीरेन्द्रको परिवारप्रति आफ्नो श्रद्धा व्यक्त गरेका थिए। तत्कालीन राजपरिवारका जीवित ज्येष्ठ सदस्य ज्ञानेन्द्र शाहले आफ्ना दाजु वीरेन्द्र सहित उनको परिवारको सामूहिक अन्तिम संस्कार गरेका थिए साझा पशुपति आर्यघाटमा। जेठ 19 मा घटना भयो। 20 गतेको हामीले तपाईलाई भन्यौ। 21 गते देशभर प्रदर्शन सुरु भयो। सरकारले कर्फ्यू आदेश लगायो र गम्भीर घाइते भएका भनिएका तत्कालीन युवराज दिपेन्द्रलाई राजा घोषणा गरियो। तर जेठ 22 गते उनलाई अस्पतालले मृत भनिदियो। त्यही कारणले हामीले भन्यौ उनी राजा हुन पाएनन्। भनिन्छ दिपेन्द्र पहिले नै मारिसकेका थिए। उनको अनुहार क्षत विक्षत रहेको कुरा धेरैले भनेका छन्। उनको शव सार्वजनिक पनि गरिएन। कर्फ्यूका बीच पशुपति आर्यघाटमा उनको पनि अन्तिम संस्कार गरियो।